फोन गरेर या भेटेर चाहिँ के भनिदिनु पर्यो त भन्दाखेरि उहाँको एसए युजरमा हजुरहरूको नाम पहिलादेखि नै हुन्छ। त्यति याद गर्नु है सर। यो सर म्याडमहरूले चाहिँ के विचार गर्नु पर्यो भने धेरैजनाको केसमा चाहिँ नाम पनि नभेटिने, एड न्यू गर्दाखेरि पनि नदेखिने। यो धेरैजनामा सायद हजुरहरूले अहिले फेस पनि गरिराख्नु भयो होला त्यो इस्यु। त्यो चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि यदि त्यस्तो छ भने हजुरले पहिला के गर्नु पर्यो त हाम्रो जुन पहिला पालिकाको या जिल्लाको मेन स्टोर छ उहाँ सर म्याडमहरूको एसए युजरमा चाहिँ गएर हजुरको नाम खोज्न लगाउने। जस्तै मैले यहाँ नाम खोजेँ, यहाँ विराज विक्रम डागी भनेर मेरो यहाँ चाहिँ जस्तै नाम छ भने चाहिँ विराज विक्रम डागी भनेर मैले नाम खोज्छु। यहाँ मैले एडिट गरेर चाहिँ यो के गर्नु पर्यो त भन्दाखेरि अब हजुरहरूको चाहिँ त्यहाँ कस्तो भएर बसेको हुन्छ त, हजुरहरूको चाहिँ यस्तो अवस्थामा बसेको हुन्छ। हजुरहरूले हेर्नु होला, यहाँ तपाईँको भूमिकामा युजर हुन्छ भने यो कार्यक्षेत्रमा चाहिँ अहिले तपाईँहरूको स्टोर स्तर भएर चाहिँ बसेको हुन्छ। फेरि मैले भने हजुरहरूले के गर्नु पर्यो त सबैभन्दा पहिला चाहिँ आफ्नो मेन स्टोरमा जानु पर्यो। मेन स्टोरमा गएर या फोन गरेर उहाँलाई के भनिदिनु पर्यो त भन्दाखेरि हजुरहरूको एसए युजरमा चाहिँ मेरो नाम छ, त्यो नामलाई चाहिँ हजुरले के गर्नु पर्यो त एडिटमा गएर चाहिँ अहिले हजुरको चाहिँ के भएको छ त कार्यक्षेत्र चाहिँ स्टोर स्तर भएर बसेको छ। यहाँ हजुरको चाहिँ के भएर बसेको छ त अहिले स्टोर स्तर भएर बसेको छ। स्टोर स्तरलाई चाहिँ हजुरले के गरिदिन लगाइदिनु पर्यो त कार्यालय स्तर गरेर यसरी क्लिक गरेर हजुरले चाहिँ यसलाई सेभ गरिदिन लगाइदिनु पर्यो। यति सेभ गर्ने बित्तिकै हजुरको के हुन्छ त जुन हजुरहरूले अहिले प्राप्त गर्नु भएको एसए युजर छ त्यो एसए युजरमा चाहिँ हजुरहरूले के गर्न सक्नुहुन्छ त तपाईँहरूको नाम चाहिँ यहाँ भेट्न सक्नुहुन्छ। ल मैले फेरि एकचोटि यसलाई रिपिट गरेँ एसए युजरको। अब एसए युजरले हामीले के गर्दैछौँ त एसए युजरबाट अहिले चाहिँ हाम्रो यो अहिलेको मेन भनेको हामीले के गर्दैछौँ त एसए युजर हजुरहरूले पहिला प्राप्त गर्नुहुन्छ। सायद सबैजनाले प्राप्त गरिसक्नु भएको छ होला। यदि प्राप्त गर्नु भएको छैन भने स्वास्थ्य संस्थाले पालिकालाई, पालिकाले यदि प्राप्त गर्नु भएको छैन जिल्लालाई, यदि जिल्लाले छैन भने चाहिँ एकचोटि हाम्रो प्रदेशमा चाहिँ हाम्रो हजुरहरूले चाहिँ कोअर्डिनेट सम्पर्क गर्नु होला। उहाँहरूले चाहिँ हजुरहरूलाई यो प्रोभाइड गरिदिनुहुन्छ। अब यो एसए युजरको हाम्रो मेन काम भनेको युजर आइडी क्रिएट गर्ने र यसबाट के त तपाईँको कर्मचारीको चाहिँ रोलहरू चाहिँ डिफाइन गर्ने हामीले यसबाट चाहिँ काम गर्छौँ। र अब हामीले कर्मचारीको रोल र युजर आइडी क्रिएट गर्दा के गर्यौँ त पहिला हामीले सबैभन्दा पहिला यसलाई लगइन गऱ्यौँ। लगइन गरेपछि यसरी यो तपाईँको ड्यासबोर्ड हजुरहरूले देख्नुहुन्छ। यो ड्यासबोर्ड देखिँदा हामीले सबैभन्दा धेरै ध्यान दिएर हेर्नुपर्ने कुरा भनेको के त भन्दाखेरि हजुरले यो युजर खोल्दाखेरि कुन चाहिँ भूमिका आएको छ चाहिँ हेर्नुपर्ने हुन्छ मेन। यदि सब एडमिन युजर आएको छ भने म यहाँ गएर अभिलेख प्रविष्टि गर्छु या प्रतिवेदन हेर्छु भनेर पाइएन है। यो एसए युजरको काम भनेको मात्र युजर आइडी क्रिएट गर्ने मात्र हो। ठिक छ। अब हामीले के गर्यौँ त यो सब एडमिन भनेर हामीले थाहा पायौँ। अब हामीले चाहिँ हाम्रो लागि चाहिँ युजर क्रिएट गर्दैछौँ र इएलएमआइएस स्टोर भनेर पनि हामीले चिनाउने काम पनि यसैबाट चाहिँ हामीले गर्ने भयो। पहिला जस्तै पालिकामा के छ त पालिकाको मेन स्टोरले त पार्ट चलाइराख्नु भएको छ। अब हामीले हजुरहरूलाई यो दिएको एसए युजरको काम भनेको के हो त भन्दाखेरि अब चाहिँ तपाईँको पालिकामा एउटा चाहिँ मेन स्टोर हुने भयो, अर्को चाहिँ तपाईँको पाम्स भनेको इएलएमआइएस स्टोरले पनि चलाउने भयो। इएलएमआइएस स्टोर जुन पहिला इएलएमआइएस चलाइराख्नु भएको थियो हाम्रो स्वास्थ्य शाखा उहाँहरूले पनि यो चलाउनुहुन्छ। अब यसैबाट चाहिँ के गर्छौँ त हामी माग फारम दाखिला हफाहरू गर्ने काम चाहिँ यसमा हामी गर्छौँ। अब हामीले के गर्यौँ त यो खोल्ने बित्तिकै यहाँ प्रणाली व्यवस्थापनमा गयौँ। प्रणाली व्यवस्थापनमा जाने बित्तिकै कर्मचारी सम्बन्धी विवरणमा हामी गयौँ। कर्मचारी सम्बन्धी विवरणमा हामीले क्लिक गरेर के गर्छौँ त यहाँ पहिला आफ्नो नाम हेर्छौँ। यो अहिले फेरि पनि हजुरहरूले यहाँ मेरोमा त धेरै आएको छ, यहाँ हजुरकोमा 3-4वटा मात्र भन्नुहुन्छ भने यो चाहिँ हामीले के गरेका छौँ त अहिले हजुरहरूलाई चाहिँ यहाँ सिकाउनको लागि भनेर चाहिँ यो मात्र तपाईँको चाहिँ के हो त डेमो युजर टेस्ट युजर मात्र हो। यो टेस्ट युजरमा हामीले थोरै मात्र बनाएका छौँ। हजुरहरूको यहाँ 100-200 जना जति पनि कर्मचारीको चाहिँ विवरणहरू चाहिँ आउन सक्छ है। अब यति आएपछि हामीले के गर्छौँ त 3टा प्रकारले पहिला चेक गर्छौँ है युजर आइडी। एउटा भनेको यहीँ हामीले नाम खोज्छौँ। यदि तपाईँको यहाँ नाम भेटिहाल्यो भने के गर्छौँ त हामीले अब जस्तै हामीले त आफ्नो रोल गर्नु पर्यो। अब रोल डिफाइन गर्दाखेरि जसले चलाउँदै हुनुहुन्छ, जो तपाईँको स्वास्थ्यमा हुनुहुन्छ, जसले चलाउँदै हुनुहुन्छ उहाँलाई चाहिँ हामीले यसबाट पाम्सले चाहिँ के भनेर चिन्छ त भन्दाखेरि स्टोर किपर भनेर चिनिन्छ है। हजुरले यो पनि याद गर्नु पर्यो कि तपाईँले यदि पाम्स चलाउँदै हुनुहुन्छ, तपाईँ स्वास्थ्य शाखामा हुनुहुन्छ, तपाईँले पाम्स चलाउँदै हुनुहुन्छ, तपाईँले दैनिकी हफा गर्ने, माग फारम गर्ने, खरिद गर्ने काम गर्नुहुन्छ भने तपाईँलाई चाहिँ यो पाम्सले के भनेर चिन्छ त एज अ स्टोर किपर भनेर चिन्छ। र स्टोर किपरले गरिसकेपछि
सकेपछि त्यसलाई अप्रुभल गर्ने स्वीकृत गर्ने भनेको चाहिँ को हुन्छ त हाम्रो जो पहिला तपाईँको कार्यालय प्रमुख हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी एज अ एप्रुभल भनेर चाहिँ चिनाउने काम गर्छौँ। ल अब सबैभन्दा पहिला चाहिँ मैले के गरेँ त यहाँ मैले नाम खोजेँ जस्तै यहाँ मैले चाहिँ विराज विक्रम डागी भनेर मेरो नाम छ मैले यहाँ एडिट गरेपछि यहाँ सबैभन्दा हेर्नुपर्ने कुरा के त मेरो भूमिका अहिले यहाँ तपाईँको भूमिकामा के आएको छ त लेखा भनेर आएको छ जस्तै अब म के हुने भयो त स्टोर किपर हुने भएपछि मैले यहाँ स्टोर किपरमा क्लिक गर्छु त्यसपछि कार्य प्रकृतिमा यहाँ मैले नियमित गरेर मैले यसलाई सेभ गर्ने बित्तिकै यो के हुने भयो त हजुरको मोबाइलमा अटोमेटिक के हुने भयो त तपाईँको मोबाइलमा चाहिँ तपाईँको नयाँ युजर नेम भनेको हजुरहरूले जहिले पनि याद गर्नु होला युजर नेम भनेको हजुरहरूको प्यान नम्बरै हुन्छ पर्सनल प्यान नम्बर र तपाईँको चाहिँ के हुन्छ त पासवर्ड चाहिँ तपाईँहरूले प्राप्त गर्नुहुन्छ यो भयो एक। अब यसमा पनि तपाईँले नाम भेट्नु भएन भने चाहिँ अर्को हामीले के गर्छौँ त भन्दाखेरि यो एड न्यू भनेको के त नयाँ तपाईँको कर्मचारी सम्बन्धी विवरण चाहिँ हामी चाहिँ यहाँ थप गर्छौँ। अब यो थप गर्नलाई मैले के गर्छु त यसमा एड क्लिक गर्छु एड क्लिक गरेर अब यहाँ सबै डिटेल्स हाल्छु यो डिटेल्स हालेपछि हजुरले हेर्नुपर्ने कुरा के त प्रयोगकर्ता समेत बनाउने हो भन्दामा हजुरले के गर्नु पर्यो त यसलाई हो भनेर चाहिँ गर्नु पर्यो हो भनेपछि अब के हो त हजुर अप्रुभल बनाउँदै हुनुहुन्छ कि स्टोर किपर बनाउँदै हुनुहुन्छ कि या रिभ्युअर बनाउँदै हुनुहुन्छ कि भनेर यहाँ हजुरलाई यसरी यहाँ सोध्या हुन्छ त्यसपछि हामीले स्टोर किपर भनेर बनाउँछौँ त्यसपछि कार्य प्रकृतिमा नियमित र अवस्थामा चाहिँ के गर्छु त सक्रिय गरेर यसलाई मैले सेभ गर्छु यो गर्ने बित्तिकै पनि के हुन्छ त जुन हजुरहरूले दिनुभएको मोबाइल नम्बर छ मोबाइल नम्बर पनि हजुरहरूले याद गर्नु होला यदि पुरानो नम्बर छ भने चाहिँ त्यसलाई तपाईँले चलाइराख्ने चाहिँ जुन रेगुलर रूपमा युज गर्नुहुन्छ त्यो नम्बर चाहिँ हजुरले के गर्नु पर्यो त यहाँ हाल्नु पर्यो ठिक छ। यो हालेर यसलाई मैले सेभ गर्ने बित्तिकै फेरि हजुरको के हुन्छ त मोबाइलमा तपाईँको नयाँ पासवर्ड चाहिँ तपाईँले प्राप्त गर्नुहुन्छ। अब यहाँ नाम पनि छैन र तपाईँले एड न्यू गर्दाखेरि त्यसलाई मानेन पनि एड न्यू गर्दाखेरि तपाईँको यो प्यान नम्बर त पहिल्यै अन्त तपाईँको दर्ता भइसकेको छ भनेर पनि तपाईँको त्यो धेरैजना पालिकाहरूको चाहिँ केसमा त्यस्तो भइरहेछ। अब त्यस्तो केसमा चाहिँ हजुरले के गर्नु पर्यो त भन्दाखेरि यदि पालिकाको चाहिँ त्यहाँ नाममा अगाडि नै छ भने चाहिँ हजुरहरूले पहिलो के गर्नु पर्यो त जुन तपाईँहरूको मुख्य स्टोर छ जस्तै मेरो पालिकाको नाम चाहिँ तपाईँको काठमाडौँ महानगरपालिका छ भने मेरो चाहिँ काठमाडौँ महानगरपालिकाको मुख्य स्टोरमा मैले कोअर्डिनेट गर्छु उहाँलाई चाहिँ मैले के भन्छु त भन्दाखेरि हजुरहरूको पुरानो जुन एसए युजर छ एसए युजरमा चाहिँ मेरो चाहिँ त्यहाँ नाममा चाहिँ अहिले के भएको छ त एडिट गरेर हेर्दाखेरि अहिले चाहिँ मेरो यसरी बसेको हुन्छ हजुरहरूको चाहिँ यसरी युजर भूमिकामा युजर कार्यक्षेत्रमा चाहिँ अहिले स्टोर स्तर भएर बसेको हुन्छ। फेरि मैले एकचोटि भने हजुरहरूले जुन मुख्य स्टोरमा कल गर्नुहुन्छ मुख्य स्टोरमा कल गरेपछि उहाँलाई के भन्नु पर्यो त भन्दा तपाईँको नाममा त्यहाँ एडिट गर्न लाउने एसए युजरबाट एसए युजरको तपाईँको नाम एडिट गर्दाखेरि हजुरले यसो हेर्दाखेरि त्यहाँ के देख्नुहुन्छ त भन्दाखेरि भूमिकामा युजर अनि कार्यक्षेत्रमा चाहिँ स्टोर स्तर भएर बसेको हुन्छ। अब हजुरले के गर्नु पर्यो त यो स्टोर स्तरलाई चाहिँ यसरी क्लिक गर्न लगाएर उहाँलाई कार्यालय स्तर बनाइदिनु भनेर हजुरले भन्नेदेखि उहाँले बुझिहाल्नुहुन्छ किनभने उहाँले पहिलादेखि नै चलाइराख्नु भएको छ। यो तपाईँको कार्यक्षेत्रलाई चाहिँ तपाईँको कार्यालय स्तर बनाएर सेभ गर्ने बित्तिकै यो के हुने भयो त हजुरको मोबाइलमा होइन यो एसए युजर जुन तपाईँहरूले प्राप्त गर्नु भएको एसए युजर छ यहाँ हजुरको चाहिँ नाम आइहाल्छ। नाम आउने बित्तिकै त्यही हो फेरि एडिट गर्ने अनि आफूले यहाँ तपाईँको के गर्ने त अब भूमिका दिने ठिक छ। यहाँ स्टोर किपर गर्ने यहाँ यसरी तपाईँको इएलएमआइएस भनेर आउँछ संस्थाको नाम त्यसमा चाहिँ हजुरले के गर्नु पर्यो त यसमा क्लिक गरेर चाहिँ हजुरले चाहिँ आफ्नो चाहिँ नयाँ चाहिँ युजर आइडी चाहिँ यसबाट चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। र अब अर्को पनि मैले हजुरहरूलाई चाहिँ जस्तै पालिकाको सरनामहरूलाई चाहिँ के पनि रिक्वेस्ट गरेँ भने हजुरहरूले चाहिँ सबै स्वास्थ्य संस्थाहरूको चाहिँ प्राप्त गरिसक्नु भएको छ हजुरहरूले नै त्यो एसए युजरबाट चाहिँ सर म्याडमहरूको चाहिँ यो चाहिँ के अरे युजर आइडी बनाइदिनलाई चाहिँ हजुरहरूले चाहिँ मद्दत गरिदिनु होला। र स्वास्थ्य संस्थामा चाहिँ दुईजना चाहिँ हजुरको चाहिँ चाहियो जस्तै एकजनालाई चाहिँ तपाईँको स्टोर किपर बनाउनै पर्यो अर्को भनेको एप्रुभल चाहिँ चाहियो। जस्तै हजुरले म एउटालाई स्टोर किपर र एउटालाई तपाईँको अप्रुभल बनाउँछु भनेर पाइएन एकजना स्टोर किपर र एकजना चाहिँ तपाईँको स्वीकृतकर्ता भनेर चाहिँ त्यहाँ हजुरहरूले स्वास्थ्य संस्थाको लागि चाहिँ यसरी चाहिँ तपाईँहरूले छुटाउनै पर्ने हुन्छ। ल ठिक छ यो सायद यो एसए युजर भन्ने बुझ्नुभयो होला एसए युजरको काम के भनेर पनि बुझ्नुभयो होला। मैले फेरि एकचोटि पनि रिपिट गरेँ एसए युजरको काम भनेको हजुरहरूले
हजुरहरूले एकचोटि पालिकासित नरेश सर यो चाहिँ के हुन्छ भन्दाखेरि हजुरहरूको 2 जना चाहिँ चाहिन्छ। अब एकचोटि पालिकासित कोअर्डिनेट गर्नु कसरी गर्न सकिन्छ भनेर, नत्र पालिकाकै कोही राखिदिनु हुन्छ कि के गर्नुहुन्छ, तर एकजना स्टोर किपर र एकजना स्वीकृतकर्ता चाहिँ चाहियो। एकैजना मै स्टोर किपर र मै स्वीकृतकर्ता बस्छु भनेर चाहिँ यसमा चाहिँ पाम्समा चाहिँ मिलेन। ल ठिक छ। अब यो हाम्रो एसए को त सायद धेरैजनाले बुझ्नु पनि भयो होला। म अहिले एकछिनमा फेरि एकचोटि रिपिट पनि फेरि एकचोटि गराउँछु। अब यो त हाम्रो भयो एसए युजर हाम्रो क्रिएट भयो। एसए युजरबाट हामीले के गर्यो त हाम्रो लागि युजर आइडी क्रिएट भयो। अब यो युजर आइडी पहिला जस्तै हजुरहरूको इएलएमएसमा चाहिँ तपाईँको केही गरी पासवर्ड बिर्सिनु भयो, यस्तो भयो उस्तो भयो भनेर यहाँ तपाईँको सपोर्टमा या एफसिजिओमा चाहिँ हजुरहरूले कल गरिराख्नु पर्दैन। हजुरहरूको चाहिँ के पनि अप्सन हुन्छ त यहीँ तपाईँको क्लिक गरेर यदि कहिलेकाहीँ हजुरहरूले पासवर्ड तपाईँको पहिल्यै युजर नेमहरू पाइसक्नु भएको छ तर पासवर्ड बिर्सिनु भयो भने चाहिँ के गर्नु पर्यो त, यो फर्गेट पासवर्डमा क्लिक गर्ने। यो प्यान नम्बर युजर नेम भनेको जहिले पनि प्यान नम्बर हुन्छ, यो पनि याद गर्नु होला। यदि तपाईँहरूले पहिल्यै पाइसक्नु भएको छ तर चाहिँ युजर नेम चाहिँ हजुरले बिर्सिनु भयो या पासवर्ड बिर्सिनु भने के गर्ने त, यहीँ प्यान नम्बर हाल्ने। जस्तै यहाँ मैले एउटा कुनै प्यान नम्बर हालेँ। ल यसरी मैले चाहिँ यहाँ प्यान नम्बर हाल्छु र मेरो मोबाइल नम्बर यहाँ मैले मेरो मोबाइल नम्बर हाल्ने बित्तिकै के हुन्छ त, यसलाई रिसेट गर्ने बित्तिकै के हुन्छ अटोमेटिक मेरो मोबाइलमा चाहिँ हजुरको नयाँ चाहिँ पासवर्ड आइहाल्छ। तर हजुरले याद गर्नुपर्ने कुरा के त, त्यो एसए युजरमा चाहिँ हजुरले कर्मचारीको विवरण राख्दाखेरि चाहिँ यो एक्चुअल यो जुन करेक्ट नम्बर चाहिँ राखेको हुनुपर्छ है। यदि हजुरले करेक्ट नम्बर हाल्नु भएको छैन भने चाहिँ त्यो तपाईँको मेसेज आउँदैन। नत्र केही गरी हजुरले पासवर्डहरू बिर्सिनु भयो, रिसेट गर्नुपर्ने छ भने आफैले यहाँ फर्गेट पासवर्डबाट हजुरहरूले मजाले गर्न सक्नुहुन्छ। ल अब यो चाहिँ हाम्रो भयो एसए युजर। अब एसए युजर त हाम्रो बन्यो। अब एसए युजर त हाम्रो भयो। मैले यहाँ स्टोर किपर कता गएछ ल ल ल अब हामीले भर्खर के सिक्यौँ त, यो जहिले पनि हजुरहरूले यो लगइन गरेर ड्यासबोर्ड आउँदा चाहिँ यो यसो हेरिदिने गर्नु होला है। यो यसो हेर्दाखेरि यहाँ स्टोर किपर लेखेको छ कि अप्रुभर भनेर आएको छ कि यो सब एडमिन भनेर आएको छ कि भनेर हेरिदिने गर्नु होला। यो हेर्नु भने अब कहिलेकाहीँ यो हतारमा हुन्छौँ हामी, हतारमा हुँदाखेरि यो यसो क्लिक गरेर हेर्दाखेरि चाहिँ तपाईँको यहाँबाट किन अभिलेख प्रविष्टि खोलेन भन्दाखेरि यो छेउमा हेर्दाखेरि ए यो सब एडमिन पो रहेछ, यो तपाईँको स्टोर किपर पो रहेछ भनेर यसो तपाईँहरूले चाहिँ यो चाहिँ हेरिदिने गर्नु होला है। ठिक छ। अब यहाँ हेर्नुहोस् त तपाईँको अब हाम्रो यो तपाईँको के भयो त, एउटा तपाईँको मोबाइलमा चाहिँ युजर नेम र पासवर्ड मैले प्राप्त गरेँ। मोबाइलमा युजर नेम र मैले पासवर्ड प्राप्त गरेपछि मैले के गर्छु त, त्यही अघिको जसरी प्रोसेस यही तपाईँको पेज आउँछ। हजुरहरूले फेरि याद गर्नु होला यो पुरानो त्यो घर जस्तो आउनेवाला पेजमा चाहिँ तपाईँहरूले लगइन नगर्नु होला है। मैले धेरैजनाको के देखेको छु भने यो हजुरहरूले लगइन गर्दाखेरि यो तपाईँको एफसिजिओको घर आउने जस्तो यहाँ एउटा तपाईँको पुरानो पाम्समा पनि धेरैजनाले चलाइरहेको मैले देखेँ। त्यसबाट चाहिँ हजुरहरूको लगइन गर्दाखेरि चाहिँ इनभ्यालिड भनेर आउँछ। यस्तो खालको यस्तो इन्टरफेस भएको यस्तो चाहिँ ड्यासबोर्डहरूको लगइन पेज चाहिँ आउनु पर्यो है। अब लगइन पेज मैले यसरी नै तपाईँको प्रयोगकर्ताको नाम भनेर मेरो मोबाइलमा यसरी नै के त यहाँ तपाईँको लगइन गरेर आर्थिक वर्ष तपाईँको 82-83 गरेर चाहिँ यसरी लगइन गरेपछि बल्ल यो के हुने भयो त, मेरो एसएबाट क्रिएट गरेको युजरले चाहिँ बल्ल के आउँछ त, यो नयाँ चाहिँ तपाईँको ड्यासबोर्ड आउँछ। यो स्टोर किपरको काम भनेको चाहिँ के हुन्छ त, सबै गर्ने काम चाहिँ उहाँको हुन्छ। दाखिला गर्ने, माग फारम गर्ने, खरिद आदेश गर्ने, अल्या गर्ने सबै चाहिँ यो के हुन्छ त, यही स्टोर किपर लेखेको यही चाहिँ तपाईँको के हुन्छ त, उहाँको भूमिकाको अनुसार चाहिँ सबै चाहिँ गर्ने चाहिँ यसले हुन्छ। ल यहाँ हेर्नु होला मैले फेरि देखाएँ हजुरहरूको। अहिले जस्तै मेरोमा के आएको छ त, हेल्थ स्टार तपाईँको ताप्लेजुङ भनेर आएको छ भने हजुरहरूले प्राप्त गर्नु भएको युजर आइडीमा चाहिँ यहाँ ब्र्याकेटमा चाहिँ इएलएमआइएस भनेर आएको होला। धेरैजनाले देख्नु पनि भएको छ होला। यहाँ चाहिँ तपाईँको के हुन्छ त,
ब्राकेटमा चाहिँ ELMIS भनेर आएको छ। त्यो भने के त भन्दाखेरि हजुरको पालिका या संस्था या जिल्लामा चाहिँ के हो त हजुरको चाहिँ त्यो नाम छुट्याइदिएको है। मेन स्टोर थियो भने चाहिँ अब हाम्रो के भयो त यो चाहिँ तपाईँको पाम्स भनेको छुट्टै स्वास्थ्यको लागि भनेर चाहिँ हजुरहरूले के गर्नु पर्यो त त्यो हेर्नु पर्यो। ठिक छ। अब यो हामीले के गर्यौँ त यो तपाईँको ड्यासबोर्ड आयो या हामीले हेऱ्यौँ यो तपाईँको स्टोर किपर। अब यहाँ तपाईँको हाम्रो यो आज ट्रेनिङको कुरा नै के हो त भन्दाखेरि हामीले एसएबाट युजर क्रिएट गर्न सिक्ने अनि युजर क्रिएट गरेपछि औषधि कसरी म्यापिङ गर्न सिक्ने र औषधिहरू म्यापिङ गरिसकेपछि त हामीले अरू काम भने के त भन्दाखेरि ओपनिङ ब्यालेन्स हामी आज चाहिँ यो तीनटा मात्र सेसनलाई हामीले फोकस गर्छौँ यो हप्तैभरि। अनि यो हप्ता सकिसकेपछि चाहिँ हाम्रो अर्को हप्ताको चाहिँ यसरी नै हामीले क्लास राख्छौँ। त्यसमा चाहिँ हामीले चाहिँ अब फर्दर कसरी तपाईँको माग फारम गर्ने दाखिलाहरू गर्ने भन्ने कुरा चाहिँ हामी त्यसमा चाहिँ सिक्छौँ। किनभने अहिले धेरैजनालाई चाहिँ समस्या के भएको छ त भन्दाखेरि लगइन गर्नलाई अल्ल्या गर्नलाई नै सबैजनालाई गाह्रो भएको कारणले हामीले के गर्छौँ त यो आजको हाम्रो ट्रेनिङ पनि तपाईँको थोरै हामी 1.5 घन्टाको लागि मात्र हामीले छुट्याउँछौँ। यसमा हाम्रो मेन फोकसै भनेको के हो त एसएबाट युजर क्रिएट गर्ने लगइन गर्ने र लगइन गरेपछि कसरी औषधिहरूलाई चाहिँ तपाईँको म्यापिङ गर्ने र ओपनिङ ब्यालेन्स गर्ने भन्ने कुरा मात्र हामी चाहिँ तपाईँको के गर्छौँ त फोकस गर्छौँ। अब यो पाम्समा चाहिँ हजुरहरूले के बुझ्नु पर्यो भन्दाखेरि पहिला ELMISमा अब धेरैजनाले चाहिँ जस्तै हाम्रो ELMISमा पनि 15-20 हजारवटा तपाईँको औषधि छ भने यहाँ झन् पाम्समा त तपाईँको धेरै थुप्रै औषधि छन्। अब यो सबै औषधिहरू त हामीलाई हरेक दिन काम गर्दाखेरि त चाहिँदैन। त्यही भएर के छ त हरेकचोटि काम गर्नुभन्दा अगाडि चाहिँ वान टाइम चाहिँ के गर्नुपर्ने हुन्छ त यसमा चाहिँ औषधिहरू म्यापिङ गर्नुपर्ने हुन्छ। पहिला हामीले ELMISमा चाहिँ एक्टिभ र इनएक्टिभ गरेको जस्तै यसमा पनि हामीले के गर्छौँ त पहिला काम सुरु गर्नुभन्दा अगाडि चाहिँ हामीले म्यापिङ गर्छौँ। अब म्यापिङ कस्तो औषधिलाई गर्ने त भन्दाखेरि जुन चाहिँ हजुरहरूको कार्यालय जुन चाहिँ हजुरहरूको स्वास्थ्य संस्थामा चाहिँ धेरै कारोबार हुन्छ जुन औषधि धेरै खपत हुन्छ त्यही औषधिहरू चाहिँ हामीले के गर्छौँ त म्यापिङ गर्छौँ। अब यो म्यापिङ गर्दाखेरि अब मैलाई चाहिँ एउटा सजिलो चाहिँ के लाग्यो